my new channel. हामी चाहिँ सबैजना सन्चै हुनुहुन्छ होला। हामी छौँ। आज हाम्रो दुबोको 2टा अर्डर छ। त्यो भएर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ दुबो छ। हेर्न सक्नुहुन्छ। दुबोको माला गरेर राख भन्ने देखाउँछु। कति राम्रो छ। तर भोलि मैले बनाएर देखाउँछु। फेरि भोलि चाहिँ हाम्रो एक्जाम छ। फेरि घरबाट आइसिया मलाई नेपालीको पुर्याउँछ। त्यही भएर म चाहिँ यहाँ चाहिँ मम्मी हुनुहुन्छ। मम्मीले गाली गर्नुहुन्छ के त्यहाँ भएर हात धुँदै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ। त्यो भएर आखिरबाट स्कुल भोलि हाम्रो एक्जाम छ। त्यही भएर हामी पढेर सरेर आएर मम्मीलाई लिन आएको। यो मम्मी यहाँ हुनुहुन्छ। यो मम्मी यहाँ हुनुहुन्छ। भइसक्यो। कुसुम कुन चाहिँ राम्रो लाग्यो तिमीलाई बहिनी? मलाई त सबसे बढी यो के रे दुलाको यो त दुलाको माला हो। नाम लेखेछ? नलेखे पनि यो झट्ट हेर्दाखेरि यो दुलालाई चाहिँ हो भन्ने खालको छ। यसमा त्यस्तो के छ र बेहुली भनेर? एकदम राम्रो छ। सानो रहेछ कि बेहुलीको लागि। ठिक्क छ त पनि। तर यो पनि एकदम राम्रो छ। तर उहाँहरूले पनि यो चाहिँ यो दुलालाई नै हो भनेर लगाइदिन सक्नुहुन्छ के ल। त्यस्तो हो। राम्रो छ एकदम। दुलाईको लागि सानो मसिनो हो क्या? एकदम राम्रो। तर दुईवटै राम्रो छ है। एकदम राम्रो। हजुरहरूलाई पनि यस्तै राम्रो माला चाहिए ल। फ्रेन्ड्स ब्युटी पार्लरमा सम्झिनु होला। बुझ्नुहुन्छ मिलाएर चाहिएमा हाम्रो फ्रेन्ड्स ब्युटी पार्लरलाई सम्झिनु होला। रेडी भइसक्यो। अब हामीले माला पठाउनको लागि प्याकिङ गर्दैछौँ। अलिक फास्ट हामीले माला प्याकिङ गर्दैछौँ। खै कस्तो देखाउ त कस्तो देखियो। अब जाँदैछ बेहुला बेहुलीसँग। बेहुला बेहुलीले टक्क लाएर मायाको साथसाथै राम्रो पनि। हाम्रो माला चाहिँ अब रेडी भइसक्यो साथीहरू। यो माला चाहिँ अब दुला दुलैसँग जाँदैछ। अब यो चाहिँ हामीले टक्क फाइबरमा राखेर पठाइदिन्छौँ। हाम्रो अब डेलिभरी हुँदैछ होइन? डेलिभरी भन्छ होइन? डेलिभरी हो। डेलिभरी हो। गाइस हामीले ठकानी रोटी बनाउँदैछौँ। ठकानी रोटीको लागि पिठो तयारी गर्दैछौँ। यहाँ कागती पनि रहेछ। अरू के ल्यायौँ? घिउ यहाँ घिउ उमालेर यहाँ राखेको। अनि त्यसपछि कागती पनि हामीले पिठोमा राख्ने हो होइन नानु? दुध उमाल्दैछौँ गाइस। दुध के को लागि नानु? ठकानी रोटीको लागि। त्यो पिठोको लागि हो त? त्यसमा मिसाएर अब त्यसमा मिसाएर कागती राख्ने हो। कागज राख्ने अरे। अब हाम्रो पिठो रेडी भयो। के को लागि पिठो रेडी भयो? ठकानी रोटीको लागि। कस्तो हुन्छ हामीले अहिले देखाउँछौँ।